अब समानुपातिकमा मलाई लानुपर्छ। सङ्घर्ष गरेको 7 वर्ष 9 वर्ष भयो दाजु, म भन्दा सङ्घर्ष गर्ने मान्छे आएको छ भने म छोडिदिन्छु। जनजाति फेरि अरू गयो भने चाहिँ राम्रो हुँदैन। समानुपातिकको मत भनेको चाहिँ व्यक्तिले पाएको होइन, पार्टीले पाएको हो। त्यो निर्णय गरेर हामी पठाउँछौँ। कसैले सानो मन गर्ने ठुलो मन गर्ने भन्नु हुँदैन है यसमा पनि। किनभने मैले यहाँको के भनिरहेको छु भने हाम्रो पार्टीको सांसद माथि गएर अब्बल हुनुपर्छ कि पर्दैन? राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीति बुझ्ने खालको, नियम कानुन धारा उपधारा केलाएर व्याख्या विश्लेषण र तर्क गर्ने खालको, त्यो खालको मान्छे र समावेशी देखिने खालको मान्छे। समानुपातिक भन्ने बित्तिकै समावेशी देखिनुपर्छ। त्यसो भएको कारणले गर्दाखेरि त्यो खालको पठाउने भनेर सोच विचार हामीले गरिरहेछौँ। मैले त्यो खालको गरिरहेछु। त्यसमा तपाईँहरूले अन्यथा कसैले पनि नमान्नु होला। म त्यो पनि निवेदन गर्न चाहन्छु। दुःख सबैले गरेको छ, सबैले नै गरेको छ। तर हाम्रो तपाईँको छैन, पार्टीले माथि, पार्टीको सांसदले माथि बहस गरिरहँदाखेरि यस भन्ने खालको मान्छेहरू हुनुपर्छ पर्दैन? र त्यसतर्फ हाम्रो ध्यान जान्छ। एकदमै सही कुरा हो अर्का साम्पाङ सरको कुरा होइन। मलाई चाहिँ एकदमै सही लाग्यो। साथीहरू तपाईँलाई कस्तो लाग्यो होइन? उहाँको कुरा एकदमै राम्रो कुरा भन्नुभएको छ। उहाँले चाहिँ एकदमै राइट हो उहाँले भनेको कुरा है साथीहरू।